पछिल्लो समय नेपालको सांसद भवन साँच्चै नै रङ्गमञ्च सरी बनेको छ। नेपालको संसद भवनमा अहिले झगडा, गालीगलौजा र रिस पोख्ने थलो बाहेक केही भएको छैन, जहाँ देशको भविष्यका बारेमा नीति निर्माणको सट्टा नेताहरू आपसी आरोप प्रत्यारोप, कुर्चीको खेल, राजीनामा माग र सत्ता लफडा गर्दै बस्छन्। जनताले विश्वास गरेर पठाएका नेताहरूले सांसदलाई जनताको आवाज उठाउने थलो बनाउनु पर्ने हो, तर उल्टै भ्रष्टाचार, घोटाला, सत्ता लोभ र पार्टी स्वार्थमा लिप्त छन्। हालैको चर्चित भिजिट भिसा काण्डले त झन् नेपाली नेताहरूको असली चरित्र खुलस्त पारेको छ, जहाँ जिम्मेवार पदमा बसेका मन्त्री तथा उच्च अधिकारीहरूले नै अवैध रूपमा लाखौं नेपाली युवाहरूलाई वैदेशिक भ्रमका नाममा ठगी, मानव तस्करी र कमिसनको खेलमा मुछाइरहेका छन्। संसदमा यस्ता गम्भीर विषयको छानबिन र कारबाही हुनुपर्ने हो, तर उल्टी दलहरू आफ्नो मान्छे जोगाउन लागि परेका छन्। कुर्सी उचाल्ने, माइक थुतेर कराउने र हल्ला मचाउने दृश्य सामान्य भइसकेको छ। देशमा बेरोजगारी, महँगी, स्वास्थ्य, शिक्षा जस्ता विषयमा गम्भीर बहस कहीँ देखिँदैन। नेताहरू पटक पटक सरकारको नेतृत्व सम्हालेर पनि देश र जनताको पक्षमा केही गर्न असफल छन्, जसको कारण जनताको राजनीतिक प्रति विश्वास घट्दो छ। युवा देश विदेश पलायन भइरहेका छन् र देशमा निशाना फैलिएको छ। जबसम्म सांसदलाई गाली र हंगामाको होइन, नीति र समाधानको केन्द्र बनाइदैन, तबसम्म देशले साँचो अर्थमा प्रगति गर्न सक्दैन।